एका देशमा कुनै राजा थिए। उनका बाउ गइसकेका थिए, आमा थिइन्। उनको नाम भरत थियो। अनि आमा चाहिँ उनलाई चाहिँ सधैँ ए भरत भनेर बोलाउँथे। ऊ जति राजा भए पनि जे भए पनि आमाका लागि त छोरै न हो। तिर्से उसले तिर्ने कुरै भएन। एउटै जङ्गबहादुर राणा तीन सरकार चितलाङमा आएछन्। अनि सारा मान्छे आएछन् देख्न, तीन सरकार राजा आए भनेर चितलाङका सबै मानिसहरू आए। एउटा धाई जो पनि त्यहाँ आइछ, जो जङ्गबहादुरलाई दुध पिलाएकी थिए, पिलिसिन पकाएर के पकाएर आएकी थिए उसले, त्यो भनी आइछ। उसले पनि देखी, उसले त गन्दै गनिन्। अरू फुल माला लगाएर यसरी लम्पसार परेर महाराज की जय हो, तीन सरकार की जय हो, के को सरकार न सरकार। उसले के भनिछ भने नि सुन, को आयो भने त्यही जङ्गिए मोरो पो आएछ। उसलाई सोध्दै, किनभने जो व्यक्तिले जति उसलाई उपकार गरे हुन्छ उसले टेर्दैन। बाउले छोरालाई नटेर्ने कारण त्यही हो। आमाले छोरालाई किन उनीहरूले पालेका हुन्छन्, हुर्काएका हुन्छन्, हर दृष्टिमा उनीहरू गरे हुनाले हामी उनीहरूप्रति, उनीहरू के भन्छन् भने उनीहरूप्रति हामी ऋणी होइन, हामीप्रति ऊ ऋणी हुनुपर्छ भन्ने भाव भइसकेपछि अनि गन्ने कुरो आउँदैन। याद गरिरह त उसले किन गनिन, मैले हुर्काएको, मैले दुध पिलाएको जङ्गिए मोरो। कहाँको हजुर न सजुर, जङ्गिए मोरो। क्या बढिया भने जस्तै। अब त्यो के अरे आमाले टेर्दै नटेर्ने महाराज पनि भन्न आउँदै आउँदैन, कसरी महाराज भनोस् उसले। ए भारत, अनि उसले नाउँ कमायो, चारै उसको कीर्ति, बडा प्रतापी राजा थियो, जहाँ गए पनि उसको कीर्ति। अब त्यस भरत नभएर उसको नाम सर्वजित भन्ने नाउँ राखे। उनीहरूले नै दिएको टाइटल, उसले खोज्या होइन। सबैले सर्वजित महाराज की जय हो भनेका छन्, जहाँ फुल माला भिसाएका छन्। अब त्यो सर्वजित शब्दप्रति उसको आसक्ति भयो त्यो राजाको। पहिले त्यसमा कोही मतलब थिएन, सबैले सर्वजित 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 भनेपछि त त्यो सुन्नलाई बडा मजा लाग्यो। अब सबैले सर्वजित महाराज की जय हो, सर्वजित महाराज की जय हो भनेर भनेका छन्। त्यो शब्दमा उसको बडा आसक्ति भयो। एक दिन आमालाई के गएर भन्यो भने उसको मनमा के आयो भने मेरी आमाले पनि मलाई सर्वजित भन्ने त बडा मजा आउँथ्यो। सबैले भनिसके, एउटै बुढी बाँकी छिन्, जसले पनि सर्वजित भन्ने उनलाई। एउटै बुढीलाई अब गर्नु पर्यो, कसरी भनोस् बेचारा त्यो। ए आमा मलाई तिमी सर्वजित भनोस् भनेर हिम्मत पनि त हुनु पर्यो। डर आयो बेचारा, के भन्ने हो के भन्ने हो। आमाको स्वभाव थाहा छँदै छ। अनि त्यहाँबाट जाउँ कि नजाउँ, भनौँ कि नभनौँ, कति दिनसम्म हिम्मतै गर्न सकेन। एक दिन गएर हात जोडेर भन्यो सबैले, ए भरत किन आइस भनेर आमाले सधैँ। अब भरत होइन मुमा, मलाई सर्वजित भन्नुपर्छ हजुरले। किन भन्ने तँलाई, यसरी भन्ने, किन भन्ने तँलाई सर्वजित भन् भनेर भन्दाखेरि सबैले सर्वजित भन्छन्। मैले सम्पूर्ण विजय, सम्पूर्ण वस्तुमाथि विजय प्राप्त गरिसकेँ। हजुरलाई थाहा भयो कि, मुमालाई थाहा भयो कि कुरो हो त्यो भनेर भनेपछि बेको, म तँलाई सर्वजित भन्नेवाला छैन, म त भरतै भन्छु भनेर त्यो कुरै पर्ने थिएन। नभएपछि डरायो बिचरा, डरायो। तर भित्रबाट उसको इच्छा छ यो बुढीलाई बनाएरै छोड्छु भन्ने। किनभने त्यो महत्त्वाकाङ्क्षा भन्ने बहुत खतरनाक वस्तु हुन्छ। उसको महत्त्वाकाङ्क्षा बढ्यो, सर्वजितमा भएँ भने। अनि त्यहाँबाट चुपो लाएर चुमुर्किएर बस्यो त्यो धेरै दिनसम्म। एक दिन त्यसलाई रिस उठ्यो बुढीदेखि। उसले के भन्यो भने आज गएर म चाहिँ बुढीलाई हप्काएर भने पनि दब्काएर भने पनि सर्वजित भन्न लगाउँछु भन्ने त्यो निश्चय गर्यो। डह्रो भएर गयो त। त्यहाँबाट हे भरत के छ तेरो, केही भन्नु छ भने ल भन्छ आमा। राजाको आमी हो नि त, राजाकी आमा हो। लवन भनेर भन्दाखेरि रिस उठ्यो उसलाई। त्यो आमाले त्यो भरत भनेको शब्दै रिस उठ्यो, त्यसलाई पच्न सक्यो। म राजा हुँ भन्छ, म राजा हुँ आमा। यो राजा बोल्दैछ, राजाको आज्ञा हो, तिम्रो छोरो बोल्दैन। राजा बोल्दैछ, छोरो बोलेको छैन। अहिले तिमीले मलाई सर्वजित भन्नै पर्छ, यो राजाको आज्ञा भनेर भनिसकेपछि त टियर थियो बिहेको। तँलाई कसले सर्वजित बनायो, कसरी सर्वजित होस् त ल भन्।
सर्वजित भने थाहा छैन मुमालाई, सब जितिसकेँ मैले। अब त्यहाँ बेको शब्दको प्रयोग, बेको सर्वजितको अर्थ के अरे? सबैमाथि विजय प्राप्त गर्ने हो। त्यसो भए मनमाथि तैँले विजय प्राप्त गरेको छ कि छैन? ल भन् त। लत्र नि कुरै छैन। अनि बाख्रा मनमाथि के विजय प्राप्त गर्थ्यो त्यो लठुवा राजाले? त्यो त छैन। त्यसो भए खा, के जितिस् त? खा भनिसकेपछि त्यस बखतमा गएर त्यसको आँखा खुल्यो त्यसले। किनभने त्यो भन्न सकेन नि, मनमाथि विजय प्राप्त गर्न सके त भन्न त सकेन। अनि त्यसो भएपछि अब त्यसलाई त्यसको आँखा खुल्यो, रोयो बिचरा। मैले ठुलो अपराध गरेछु, आमाको मैले आज्ञालाई मानिनँ, मलाई महत्त्वाकांक्षाले सतायो। अब त्यसो भए मुमा नै आज्ञा होस् न त। त्यसो भए म सर्वजित अब बनेरै छोड्छु, यसमा कुनै सन्देह छैन। बनी अब यो नाउँमा मेरो बहुत आसक्ति छ, म सर्वजित बन्ने मेरो बहुत इच्छा छ। म सर्वजित बनेरै छोड्छु, त्यसैलाई म जे गर्न पनि तयार गर्छु भनेर भनिसकेपछि राज्यमा बसेर त सर्वजित राजसिंहासनमा बसेर त सर्वजित बन्न सक्दैनस्। राज्य छोड्दे, जङ्गलमा जा, तपस्या गर, काम कुरोलाई सत्कुरोलाई फाल्दे, महत्त्वाकांक्षालाई फाल्दे, बच्चो जस्तो भएर मबाट आइदे। अनि त्यस बखतमा म तँलाई सर्वजित भन्छु भनेपछि उही दिन राज्य छोड्दे। त्यसले राज्य छोड्यो, जङ्गलमा गयो, तपस्या गर्यो। किनभने चाहेपछि मान्छेले जे पनि गर्न सक्छ। सारा काम कुरो लोभ मोहलाई गरेर बच्चो जस्तो भएर आमा आयो। अनि त्यहाँबाट आमाले सोधिन् त्यो राजालाई, माने भूतपूर्व राजा, त्यो राजालाई सोधिन्, भूतपूर्व राजा तिमीले विजय प्राप्त गर्यौ त बाबु सबै पदार्थप्रति? किन आज्ञा पालन गरेपछि त स्नेह हुन्छ नि, प्रेम हुन्छ। प्रेम एकदम प्रकट भयो आमाको पनि। उसले चाहिँ विधिपूर्वक उसले चाहिँ के अरे चाहिँ तपस्या गरेका थियो, ज्ञान भएको थियो उसलाई। त्यस कारणले भैँ भएर भनेपछि अनि हर्षको आँसु आयो। त्यो बुढो छोरोलाई पनि काखमा राखेर टाउकोमा सुमसुम्याएर ल सर्वजित ल